युकेको इन्टरभ्यू दिँदै हुनुहुन्छ भने यो तीनवटा मेजर स्टेप्सहरू चाहिँ प्रिपेयर गर्नुहोला। फर्स्टमा क्लियरली रिड योर कास्ट लेटर, जसमा तपाईँको ट्युसन फी, लोकेसन, युनिभर्सिटी र एकोमोडेसन बाहेक अरू धेरै थुप्रै कुराहरू पनि मेन्सन गरिदिएको हुन्छ र त्यो कुरा तपाईँहरूले क्लियरली बुझ्नुपर्ने हुन्छ र कास्ट सिल गर्दा लेखेको एसओपी पनि क्लियरली हेर्नुहोला। नम्बर सेकेन्ड, आन्सर गर्दा इन्फर्मेसनमा मात्रै फोकस नगर्नुहोला। त्यो इन्फर्मेसन पछाडि आफूले लिएको डिसिजनहरूमा एन्सर गर्यो भने बेटर हुन्छ। जस्तै वाइ दिस कोर्स र वाइ दिस युनिभर्सिटी भनेर क्वेसन आयो भने अरू युनिभर्सिटी या कोर्ससँग कम्पेयर गरेर आफूले यो कोर्स किन चुज गरेको र यो युनिभर्सिटीमा अप्लाई गर्नुको रिजन दियो भने बेटर हुन्छ। नम्बर थर्ड, क्वेसनको मल्टिपल किवर्ड्स फाइन्ड गरेर मात्रै एन्सर दिनुहोला। आन्सर गर्दा रिलेट गरेर पनि आन्सर गर्नुपर्ने हुन्छ। जस्तै हाउ दिस कोर्स इज अलाइन विथ योर फ्युचर गोल्स। यस्तो क्वेसन गर्दा तपाईँले कोर्स मोड्युल र करियर प्लान जोडेर यसको रेलिभेन्सी प्रुफ देखाउनु पर्ने हुन्छ। सो तपाईँहरू पनि युके अप्लाई गर्दै हुनुहुन्छ भने यो तीनवटा मेजर टिप्सहरूमा चाहिँ ध्यान दिनुहोला। र अबको अपकमिङ इन्टेकमा अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ यु क्यान भिजिट पोलार एजुकेसन।